राष्ट्रिय स्वतन्त्र पार्टी सँगसँगै हर्क साम्पाङहरू, बालेन शाहहरू, कुलमान घिसिङ जस्ताहरू मिलिदिएदेखि अथवा सबै एकै ठाउँमा भएर मिसन 84 अथवा त्यतातिर देखिएदेखि हुन्थ्यो भन्ने आशा छ नि। एकदमै अस्तिको हाम्रो सचिवालय बैठकको पनि तपाईँहरूले निर्णय सुन्नुभयो होला। त्यसको लागि पनि हाम्रो पार्टीले एउटा समिति नै बनाएको छ र त्यो समिति चाहिँ विशेष गरी अल्टरनेटिभ शक्तिहरूसँग, फोर्सहरूसँग, समाजका त्यस्ता प्रतिष्ठित व्यक्तिहरूसँग संवाद सहकार्य गर्नको लागि एउटा समिति नै बनाएको छ। हामी 84 अझै टाढा छ, हामी संवादमै छौँ। हामी धेरै राजनीतिक दलहरू, अरू राजनीतिक दलहरूसँग पनि, स्वतन्त्र नागरिकहरूसँग पनि, त्यस्ता प्रबुद्ध व्यक्तिहरूसँग हामी संवादमा छौँ। यो संवाद निरन्तर रहिरहन्छ र यसको चाहिँ नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ, गरि पनि रहेछ। तपाईले भने जस्तो सबैजना एकजुट नभए त फेरि हैन, आखिरमा कहाँ भन्दाखेरि शक्ति त फेरि उतैतिर ढल्केला, जसलाई जनताहरूले फेरि नयाँ शक्तिले केही गर्दै हुन्थ्यो अथवा नयाँ शक्ति टिम बन्दी हुन्थ्यो भन्ने चाहना। यसको लागि मलाई लाग्छ जो अघि नाम लिनुभयो उहाँहरू, जुन अल्टरनेटिभ फोर्सेसका जुन शक्तिहरू हुनुहुन्छ, बालेन भन्नुभयो, हर्क भन्नुभयो, गोपी हमाल जस्ता अरू पनि हुन्छन्। अरू नाम चाहिँ अहिले हिडन, अहिले कुलमान घिसिङ हुनुहुन्छ, अहिले हिडन फेस अरू पनि आउनुहुन्छ। त्यो अझै 2 वर्षपछि हो निर्वाचन। धेरै शक्तिहरू त्यस्तो हुनुहुन्छ र उहाँहरूलाई पनि त्यो किसिमको एउटा अनुभूति भएको छ। अब यो चाहिँ हामीले अलायन्स चाहिँ बनाएनौँ भने चाहिँ भोलिका दिनमा फेरि उही पुराना दलकै 50 हाबी हुने र जनताले सधैँ यसरी नै दुःख पाइरहने। त्यसका लागि चाहिँ हामीले विशेष पहल गर्नुपर्छ भनेर उहाँहरूले पनि हामीसँग संवाद क्रममा भन्ने रहनु भएको छ। त्यो दिन आउला, आउँछ, पक्कै आउँछ, हामी आशावादी भनौँ। र त्यो परिवर्तनको सम्भाग चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी नै हो, तपाईँहरू बाहेक कोही पनि छैन त्यस्तो। तर तपाईँहरूको जिम्मेवारी के छ भने अब यस्ता अल्टरनेटिभ फोर्सहरूलाई चाहिँ तपाईँहरूले चाहिँ कोअर्डिनेट गरेर चाहिँ एउटा वैकल्पिक राजनीतिक शक्तिको चाहिँ एउटा नेतृत्व लिनु पर्यो र यही शक्तिको मार्फतबाट चाहिँ यो परिवर्तन ल्याउनु पर्यो भन्ने किसिमको एउटा आशा भरोसा दिनुभएको छ। हेर्नुहोस्, गलतलाई गलत, सहीलाई सही भन्नै पर्छ। हामी जनताका लागि समाज रूपान्तरण गर्नका लागि हामी राजनीतिमा आएका हौँ, कोही 2-4 जना नेता बनाउनका लागि मात्र होइन। त्यसकारण यो स्थापना दिवसको दिनमा चाहिँ मैले यो यसरी नेगेटिभ कुरा गर्नुभन्दा पनि मैले विशेष गरी चाहिँ आम नेपाली जनता, नेपाली नागरिक जसले चाहिँ हामीलाई यत्रो 12 लाख मत दिनुभयो, त्यत्रा शुभचिन्तक, शुभेच्छुक, ती मतदाताहरूलाई म तमामलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट, म केन्द्र कमिटीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उहाँहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छु। जनताको जनलहर के जस्तो अहिले नेपाली जनताको सेन्टिमेन्ट के रहेछ भने हिजो दुर्गा प्रसाई सडकमा आए होला, त्यहाँ पनि हामीले हजारौँ देख्यौँ। पछि पूर्व राजा भनेर कराउनेहरू पनि धेरै देख्यौँ, अथवा अहिले पनि कतिपय छन् होला। त्योभन्दा अगाडि रवि लामिछाने अथवा राष्ट्रिय स्वतन्त्र पार्टी, त्योभन्दा अगाडि बालेन शाह। त्यो हिसाबमा जनताले खोजेको ठ्याक्कै मिट गर्ने खालको शक्ति देखिएन क्या हो? होइन, जनताले बुझिसकेका छन्। हेर्नुहोस्, तपाईँ चाहिँ कालीकोटको गाउँमा काम गरेको एउटा युवालाई सोध्नुहोस् या काठमाडौँको सहरमा पढिरहेको एउटा युवालाई सोध्नुहोस्। आज जनताले एउटा परिवर्तन खोजेको छ। देशमा विदेशमा रहेका, प्रवासमा रहेका नेपालीहरूले पनि परिवर्तन खोजे।